Okay, what is it, people? Welcome back to our channel. Hope you guys are doing good. And today again we are like reacting to Yabiko Katso featuring Karan Bhatta. Okay, like मैले चाहिँ आजभोलि याबीको चाहिँ पुरानो त नभनौँ, मतलब रिसेन्टली पनि नभएको अलि अगाडिको गीतहरू अति बवाल लागिरहेछ है। अनि योभन्दा अगाडि चाहिँ त्यो के रे त्यो बसन्ती लालगाडी पनि रियाक्ट गरेछ, हेर्नु होला गएर। अनि यो पनि मैले हेरे त थिएन, सो ढिला नगरी सुरु गर्दिम। कहाँ छ फिचरिङ करण भट्ट, लेट्स गो याबी। डाइरेक्टर बाइ ब्रिजेश वज्राचार्य। याबी द गोट सुरुमै सही हो। पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु ओके, यो चाहिँ करण भट्ट होला हैन? ओके, कहाँ छु सङ भनेर म पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु म पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु म पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु मरेर बाँचेको मान्छे हो झर्ने म त्यही पनि दुःख पर्यो मलाई भन्दैन केटी के केटी। ओके ऱ्यापको पार्ट चाहिँ दामी छ। पर्खिराखे तिम्रो लागि तिमी कहाँ छु मरेर बाँचेको मान्छे हो झर्ने म त्यही पनि दुःख पर्यो मलाई भन्दैन केटी के केटाहरूको नि पर्दैन, त्यसैले सबैसँग ह्यान्डसेक गर्दैन म। साँचो कुरा गरे चिक्सहरू झर्किन्छ भनेर पाइन्न नि बेबी भर्जिन, म अहिले नि कोमलो मुटुको भनेर भइन्न बेबी भर्जिन। ओके दामी। केटी के केटाहरूको नि पर्दैन, त्यसैले सबैसँग ह्यान्डसेक गर्दैन म। साँचो कुरा गरे चिक्सहरू झर्किन्छ भनेर पाइन्न नि बेबी भर्जिन, म अहिले नि कोमलो मुटुको सर्जिङमा। तर पञ्च साथीहरूले भरुन्न केटीको त्यो मुजी सेडिङ हो, अस्ति भर्खर चिक्ने त्यहीसँग डेटिङ थियो। यु नो गेटिङ ब्रो, के गर्ने केडी बिना फेरि गरौँ न डेजबिङ, केटीलाई रेस्पेक्ट नि गर्छु म। साथ जुनी साथ खुला तिमसँग तर्नेर भन्दैन किनकि कालै जस्तो किन हेर्छु मलाई, कालै जस्तो दुख्छ मेरो मुटु भित्र हातले निकाले जस्तो। वाह कालेलाई क्या, काले ओडलाई क्या, मतलब क्या मजाले उ गर्यो यार काले एकचोटि। जुनी साथ खुला तिमसँग तर्छु म भनेर भन्दैन किनकि कालै जस्तो किन हेर्छु मलाई, कालै जस्तो दुख्छ मेरो मुटु भित्र हातले निकाले। वाह काले जस्तो मुटु हातले निकाले जस्तो। वाह 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 वाह, के भन्छ त्यसलाई, ओड प्ले। कपर डाले जस्तो बाछु तिम्रै पाले जस्तो, भाकल साकल तोड्न बरु भन चाहियो भाले कस्तो। नदेखेका कुराहरू पनि देखियो, सेलिब्रिटी पछि जरुरी नि भेटियो, लाइफमा असल गरे मैले यतिको कि बसको जस्तो लाग्छ टिकट यतिको। खतरा ऱ्यापर जरुरी चेतियो, रियल एज फक भन्ने पनि फेक थियो। जब पाइला टेके सिनमा पश्चिमे पुच्चेले इतिहास लेखिदियो। फक योभन्दा अरू चाहिएन। ट्याङ यो नि यार बार्स यार जस्तो लाग्छ टिकट यतिको। खतरा ऱ्यापर जरुरी चेतियो, रियल एज फक भन्ने पनि फेक थियो। जब पाइला टेके सिनमा पश्चिमे पुच्चेले इतिहास लेखिदियो। पश्चिमे पुच्चेले इतिहास लेखिदियो। जब काठमाडौँमा पाइला टेकियो, मलाई थाहा छैन अहिले के कति छ, भुलेको छैन पहिला मसँग के थियो, भुलेको छैन मैले आफ्नो रुट, जाने हुन्न म कोहीसँग रुट, मलाई नि टेन्सन हुन्छ कहिले काहीँ मेरो नि अफ हुन्छ रुट्स दामी द्याट्स म त्यही पनि पर्खिरा छु पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ यार, पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ। ओके दामी, मेलोडी पनि दामी छ यार उकोमा। पर्खिराखे तिम्रो लागि तिमी कहाँ छौ ओके that was it. अति नै बवाल लाइक
अब यो कहाँदेखि एकाउन्टको आयो फेरि ओके द्याट इज इट अनि भिडियो मन पऱ्यो भने चाहिँ भिडियो लाइक गरिदिनु मलाई गीत अति मन पऱ्यो चाहिँ भिडियो मन पऱ्यो भने भिडियो लाइक गरिदिनु एन्ड सी यू गाइज इन नेक्स्ट भिडियो बाई बाई